44 मा पनि ल्यापटप आउँछ र 144 हो कि ओन्ली 44 हो ओन्ली 44 44,000 मात्र हो यो भनेको होटल म्यानेजमेन्ट पढ्दै हुनुहुन्छ बीबीए पढ्दै हुनुहुन्छ अथवा नर्सिङ गर्दै हुनुहुन्छ सामान्य वर्ड एक्सेल पावर पोइन्ट एसाइनमेन्ट प्रेजेन्टेसन अहिले स्कुलले पनि ल्यापटप लागु गर्न लागिसकेको सबैको हो उहाँको लागि चाहिँ यो हुन सक्छ बेस्ट यो खासमा हाकिम ल्यापटप सकेसम्म विद्यार्थीहरू नकिनेकै राम्रो त्यो पनि हैन म टचै चलाउँछु हैन अब मेरो पैसा तपाईँ किन मलाई सिकाउनु पर्यो म किन्न भनेर भन्नुहुन्छ भने किन्दा चाहिँ भइगयो हैन तर मेरो एडभाइस चाहिँ विद्यार्थीहरूले टच नकिनेकै राम्रो रिस्की चाहिँ हुन्छ तर अलिक केयर गरेर चलाउनुहुन्छ भने चाहिँ दिस वन इज अल्सो गुड फर यु यो गिभअवे भनेको अलिक हाई क्वालिटीकै गिभअवे भइरहेको थियो अलिकति यसमा 3टा प्रोसेस छ पहिला हामीले हाम्रो युट्युबमा मात्र उनीहरूले भर्न दिँदै थिए तर अब चाहिँ हाम्रो फेसबुक पेजलाई नि फलो चाहिँ गर्नै पर्छ कतिजना भन्छ त ल्यापटप किन्दाखेरि के गिफ्ट आउँछ भनेर हो ल्यापटप किन्दाखेरि गिफ्ट भन्दा पनि प्राइस चाहिँ हेर्नु होला कतिले यहाँ तपाईँलाई फेरि प्राइस 5,000 महँगो ल्याएर एउटा गिफ्ट थपिदिन्छ म्याक्सेलले के भन्छ पहिला प्राइस हेर्ने बाइक राम्रो किन्नुपर्छ कि हेलमेट लगाएर त पछि पनि लिँदा हुन्छ गिफ्ट भन्दा नि पछि राम्रै खाएर किन होला तर बाइक चाहिँ राम्रो छ ल्यापटप चाहिँ राम्रो किन्नु ब्याग माउस किबोर्ड गार्ड माउस प्याड त पछि पनि छुट्टै किन्न सकिन्छ कतिजनाको मेन्टालिटी के हुन्छ भने सस्तो किन्यो भने तुरुन्तै बिग्रिन्छ म किनभने पैसा मलाई टिक्छ भन्छ त्यस्तो चाहिँ हुँदैन हो धेरै पसलले तपाईँको म्याक्सेल यही भनेर ठगिरहेछ मार्केटमा होइन कम्पनी धेरै कम्पनी मलाई आइरहेको हुन्छ कतिजना बिचरा पढिरहेको हुँदैन बोर्ड थाहा हुँदैन कहाँ छ के छ जुन पनि छिटिदिन्छ अनि म्याक्सेल यो सोच हो भनिदिन्छ यो वरिपरिको धेरै पसलहरूले बदमास धेरै गरिरहेछ म यो भन्दैन मेरैमा आउनुहोस् म के भन्छु पहिला सबै ठाउँमा जानुहोस् तर म्याक्सेलबाट ल्यापटप किन्छु भनेर सोच्नु भएको छ भने म्याक्सेलको बोर्ड हेरेर मात्र छिर्नुहोस् हो अब तपाईँ आइटी पढ्न जान्नु प्रोग्रामिङहरू कोडिङ हाई लेभल गर्नुपर्छ भने त्यसको लागि सकेसम्म 1 लाखभन्दा माथि किन्ने होइन बजेट टाइट छ भने 90,000सम्म किन्नै पर्छ त्योभन्दा कम बजेट छ भने ल्यापटप नकिनेकै राम्रो ल्यापटपमा तपाईँको एक्सपान्डेबल भन्ने कुरो भने के भनेर एक्सपान्डेबल भनेको कस्तो हुन्छ पछि गएर थप्न मिल्छ पछि गएर जस्तो एक्स्ट्रा तपाईँलाई चाहियो भने थप्न पनि मिल्यो तर धेरै पसल यहाँ झुकाइदिन्छ तपाईँको नथप्न मिले पनि थप्न मिल्छ भनिदिरहेको हुन्छ त्यही भएर बिलमा चाहिँ लेखालेर थप्न मिल्छ कि मिल्दैन